फाइनली गाइस हेलो एभ्रिवान आज चाहिँ फेरि तपाईँहरूलाई म कस्तो एक्सप्लोर गराउँदैछु भने बेसमेन्टबाट जाँदैछु गाडी भएकोमा आज आज हल्का बेङ्गलोरको नजाराहरू देखाउनु मन पर्यो है मजाको बेङ्गलोरको नजाराहरू देखाउनेवाला छु तपाईँहरूले मेरो पेजलाई फलो पनि गरिदिनुहोस् होला गाइस र अगाडिको नजाराहरू पनि हेर्नुहोस् होला लास्टसम्म स्टार्टिङमा चाहिँ गाइस है यस्तो गल्लीको बाहिर निस्किनु पर्ने हुन्छ यहाँनिर फ्रुटहरू दामी दामी बेचिरहेको रहेछ चल भाइ येल्लो जाते जाते रेड भइहाल्यो गाइस है छोड्नु यस्तो डिस्टर्ब हानिदिन्छ है यो चाहिँ गाइस है म चाहिँ इन्द्रनगर मेट्रो स्टेसन चाहिँ काटिसकेको छु देख्न सक्नुहुन्छ हिजो चाहिँ वेदर अलिकति गरम गरम खालको फिल हुने खालको वेदरहरू चाहिँ स्टार्ट हुनु थालिसक्यो यहाँ चाहिँ होइन गाइस र पनि यहाँतिर यति साह्रो गरमहरू त हुँदैन र पनि अब जस्तो ठन्डा थियो त्यस्तो ठन्डाहरू चाहिँ हल्का कम्ती भयो यहाँनिर चाहिँ तपाईँहरूकोतिर कस्तो भयो भन्नु होला गाइस अहिले चाहिँ म रेड लाइटमा फसिरहेको छु कहाँनिर भने यसलाई चाहिँ भन्ने गर्छ ट्रेनेट्री सर्कल है ट्रेनेट्री सर्कल एमजी रोड भन्ने गर्छ है यहाँनिर चाहिँ ठुलो सर्कल छ यहाँनिर चाहिँ छ ताज होटेल है अहिले चाहिँ भने गाइस है म चाहिँ आइपुगिसकेको छु महात्मा गान्धी मेट्रो स्टेसन यहाँबाट लेफ्ट गयो भने चाहिँ ब्रिगेड रोड यहाँको फेमस मार्केट भेट्छ तपाईँहरू चाहिँ है घरमा बसी बेङ्गलोर चाहिँ घुम्नुहोस् होला म चाहिँ तपाईँहरूलाई घरमा बसी तपाईँहरूलाई बेङ्गलोर घुमाइरहेको छु गाइस है अब तपाईँहरूले यो मेरो योभन्दाको अगाडिको भिडियोहरू पनि हेर्नुभयो भने धेरै ठाउँहरू मैले तपाईँहरूलाई घुमाइसकेको छु देख्न सक्नुहुन्छ महात्मा गान्धी मेट्रो स्टेसन हो यो चाहिँ र अझै म चाहिँ जानुपर्छ अगाडि आउँछ कवन पार्क घरिघरि खाली रोड भेट्छ घरिघरि ट्राफिकहरू हुन्छ देखिहाले तपाईँहरूलाई है आज वेदर चाहिँ एकदमै मस्त भइरहेको छ यहाँनिर चाहिँ भन्नुपर्दा चाहिँ आफू चाहिँ म घुम्नुपर्छ यतापट्टि है सट्टै त्यहाँबाट चाहिँ आउँछ युबी सिटी फाइनली गाइस म चाहिँ आइसकेको छु युबी सिटी है युबी सिटी भन्नुको मतलब चाहिँ हाम्रो तपाईँहरूले खानुहुन्छ होला किङफिसर बियरको अनरको है र म चाहिँ आइपुगिसकेको छु युबी सिटीको नजारा देखाउँदै तपाईँहरूलाई है र अगाडि यसको नेक्स्टमा चाहिँ म जानुपर्ने छ एउटा होटेलमा 5 स्टार होटेल हो युबी सिटीको मेन बिल्डिङ चाहिँ यो हो तपाईँहरूले देख्न सक्नुहुन्छ यो चाहिँ तपाईँहरूले युबी बियर भन्ने पनि खानु भएको होला युबी बियरको है वाउ गाइस देख्न सक्नुहुन्छ यो होटेलमा चाहिँ म जाँदैछु देख्न सक्नुहुन्छ कत्रो चाहिँ छ युबी सिटी र म जाने होटेल चाहिँ हो यो वाला होटेलमा चाहिँ म आएको हो गाइस अहिले चाहिँ है र तपाईँहरूलाई होटेलको नाम पनि देखाउने छु हेर्नुहोस् होला हेर्दै गर्नुहोस् होला होइन तपाईँहरूलाई म होटेलको नाम पनि देखाउनेवाला नै छु यहाँनिर छ एन्ट्री तपाईँहरूलाई नाम भनिबस्नु परेन एकदम नाम पनि सजिलो छ नाम होटेलको पनि देखाइहालेको छु है एन्ट्रीबाट चाहिँ पस्नुपर्ने हुन्छ यो होटेलमा होटेल पुग्नु साथ चाहिँ गाइस है यस्तो लग्जरी गाडीहरू मात्रै देख्नु सक्नुहुन्छ यहाँनिर छ BMW र यहाँनिर चाहिँ छ मर्सरिस है यो चाहिँ टप मोडलको मर्सरिस हो गाइस है देख्न सक्नुहुन्छ तपाईँहरूले है र यहाँनिर चाहिँ छ होटेलको एन्ट्री है यहाँनिरको ट्याक्सीहरू पनि यस्तो सेटिस छ यहाँनिर म चाहिँ अब जाँदैछु यो टप मोडलको र भन्नुपर्दा तपाईँहरूलाई सबै नजाराहरू आजको मैले देखाइसकेको छु फेरि लिएर आउनेछु नेक्स्ट भिडियो सबैजनालाई यो भिडियोको लागि चाहिँ बाई बाई तपाईँहरूले लास्टसम्म हेर्नुभयो भने फलो पनि गरिदिनुहोस् होला मेरो भिडियोलाई सेयर पनि गरिदिनुहोस् होला